शनिबारको दिन चाहिँ 2 बजे भएर ठ्याक्कै 2:30 बजे चाहिँ सुरु गऱ्यौँ। बागद्वारसम्मको यात्रा छ हाम्रो। बागद्वारसम्म चाहिँ रङशाली सेता हुन्छ। हामी दुईजना ट्याक्क बागद्वारसम्म शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै बागद्वारसम्म पुगेर मस्त हिँड्छ फर्किन्छौँ। त्यसपछि भिडियोहरू चाहिँ हामीले बनाउँदै जान्छौँ। ट्याक्क स्टार्ट गरे भएर गर्मी भएको छ। हामी छाता ओढेर हिँड्दैछौँ। यहाँ अलिकति गर्मी छ। यस्तो बाटोमा आइपुग्यो। अब हामी विष्णुद्वार कान्छ घुम्न लाग्थ्यो त्यस्तै जस्तो लाग्यो। यस्तो ठाउँमा आइपुग्यो हामी। यो आर्मीको चेकपोस्ट भन्दा माथि यस्तो राम्रो ठाउँ छ। हामी यस्तोमा हिँडिरहेछौँ। गाइजहरू मजा आइरहेछ हिँड्नु। ल गाइजो हिँड्दा हिँड्दै हामी यस्तो ठाउँमा आइपुग्यो। रमेश सरी मजाले रमाइराख्नु भएको छ। आनन्द आइरहेछ भन्नुभएको छ। मजाले जङ्गलको बाटो शिवपुरी राष्ट्रिय निकुञ्जमा बहुत आनन्द भइरहेछ। बाइक नआएको ठाउँमा बोला गर्नु पर्यो। हामी आज हिँड्दा हिँड्दै माथि लगभग अब विष्णुद्वार पुग्न लागिसक्यो। यहाँबाट तल हेर्दाखेरि चाहिँ यस्तो राम्रो देखिन्छ। तल बुढा एउटा स्कुल यस्तो भिआइपी स्कुल छ। नेपालमा पनि जो कोहीले पढ्न पाउने स्कुल टाढिन चाहिँ हुनु पऱ्यो। पुरै काठमाडौँ एरिया सबै एरिया पुरै बर्खेर एरिया देखिन्छ। रमेश सर ट्याक्क यहाँ मजा लिनु भएको छ राष्ट्रिय निकुञ्जमा। म त जान्न है, गाह्रो छ यहाँ त। यताबाट विष्णुद्वार जाँदै आउँदैछौँ। विष्णुद्वार जाने माथि अझै गाह्रो छ। भगवान्को द्वार भेट्टाउनलाई गाह्रो छ। यहाँ बाटोमा यस्तो मजाले ठाउँ हेर्ने कुनै ठाउँहरू छ। सर भेटाउनु हो गाह्रो होला गाह्रो। यहाँ त खतरा छ त दाइ। यहाँ त बहुत रमाइलो छ। हेर्न त खतरा छ। फाइनल्ली यो बाटो हुँदै हामी झरेर ट्याक्क विष्णुद्वार चाहिँ आइपुग्यौँ। यसलाई भन्छ विष्णुद्वारी। ओके।